नमस्ते। आज म फेरि यहाँहरू समक्ष स्थानीय सरकार सञ्चालन ऐन 2074 अनुसार स्थानीय सरकार र हाम्रो चासो विषय भाग 5 मा केही चर्चाहरू गर्न गइरहेको छु। स्थानीय सरकार सञ्चालन ऐन 2074 मा परिच्छेद 2 मा नगरपालिकाको वर्गीकरणबारे चर्चा गरिएको छ। त्यसमध्ये पनि नगरपालिकाको घोषणा गर्नको लागि निश्चित शर्त र सुविधा पुरा हुनु पर्दछ भनिएको छ। खास गरिकन हिमाली क्षेत्रमा 10,000, पहाडी जिल्लामा 40,000, तराईका जिल्लाहरूमा 75,000 र काठमाडौँ उपत्यकाको जिल्लामा कम्तीमा 1,00,000 जनसङ्ख्या स्थानीय बासिन्दा हुनुपर्ने प्रावधान रहेको छ। त्यस्तै पछिल्लो 5 वर्षको औसत आयु हिमाली क्षेत्रको भए औसत वार्षिक आय 1 करोड, अन्य जिल्लामा 3 करोड भएको हुनुपर्छ। सडक, पेटी, विद्युत, खानेपानी, सञ्चार त्यस्तै अन्य न्यूनतम सुविधा भएको, फोहोर मैला व्यवस्थापन तथा ल्यान्डफिल साइटको उचित प्रबन्ध भएको, वडामा तोकिएको खुल्ला क्षेत्र तथा पार्क भएको, कम्तीमा 40 शय्याको अस्पताल सुविधा भएको, यात्रु विश्राम स्थल, सार्वजनिक शौचालयसहित बस पार्कको सुविधा भएको, खानेपानी र सरसफाइको सुविधा भएको, बैंक तथा वित्तीय सेवा सुविधा भएको, सामूहिक भवन तथा सभा हल भएको, बजार क्षेत्र पशु वर्षशाला भएको, सब दाहस्थल भएको, खेल मैदान भएको, नगर गुरु योजना तयार भएको र तोकिएको अन्य मापदण्ड पुरा भएको हुनुपर्नेछ। देशभरको स्थानीय तह मध्ये कीर्तिपुर नगरपालिका पनि एक हो। यो नगरपालिका हाल बागमती प्रदेश काठमाडौँ जिल्लाको दक्षिणी भेगमा पर्ने सानो नगरपालिका हो। यो नगरपालिकाको घोषणा 2053 चैत्र 14 गतेका दिन भएको थियो। त्यसबेला 2048 सालको नगरपालिका ऐन अनुसार कीर्तिपुर, डाँडा र बाहिरी गाउँ खास गरिकन ल्याकु, पालीफल, चिठोबिहार, बाहिरी गाविस, पाङ्गाको विष्णुदेवी र बालकुमारी गाविसहरू, चोबार भुटखेल गाविस, चम्पादी गाविसहरू मिलेर नगरपालिका घोषणा गरेको थियो। स्थानीय निकायको रूपमा रहेको यो नगरपालिकामा 19 वटा वडाहरूमा विभक्त भएको थियो। त्यसबेला स्थानीय निकाय सञ्चालन ऐन 2055 र नियमावली 2056 बाट सञ्चालित थियो भने हाल 2072 सालको नयाँ संविधान अनुसार स्थानीय सरकारको रूपमा रहेको छ। यो संविधानले 3 तहको सरकारको संरचनाको अवधारणा अनुसार कीर्तिपुर नगरपालिकालाई 10 वटा वडामा विभक्त गरेको छ। अहिले स्थानीय सरकार ऐन 2074 बाट निर्देशित रहेको छ। यो नगरपालिकामा 14.67 वर्ग किलोमिटर फैलिएको छ। यो नगरपालिका 14.6776 वर्ग किलोमिटर फैलिएको छ। यो नगरमा 2068 सालको राष्ट्रिय जनगणना अनुसार 65,602 र 2078 को राष्ट्रिय जनगणना अनुसार 81,578 जनसङ्ख्या रहेको छ भने 24,150 घरधुरीहरू
रहेका छन्। 2081को स्थानीय तहको उपनिर्वाचन अनुसार 31,112 जना मतदाताहरू रहेका छन्। यो नगरपालिकाको मुख्य बस्तीहरूमा नेवार समुदायको बाहुल्य रहेको छ। त्यस नेवार समुदायहरूमा जापु महर्जनहरूको बाहुल्य रहेको छ। खास गरिकन नेवार समुदायभित्र श्रेष्ठ, बजाचार्य, शाक्य, अमात्य, प्रधान, खड्गी आदि रहेका छन् भने गैर नेवारीभित्र बाहुन, छेत्री, तामाङहरू रहेका छन्। यहाँ छरिएको बस्तीहरूमा उपत्यका बाहिरबाट बसाइसराई भई आएकाहरूको बस्तीहरू पनि विस्तार हुँदै गएका छन्। यहाँ मुख्य रूपमा नेपाल भाषा, तामाङ भाषा बोल्ने गर्दछन्। बागमती प्रदेश सरकारले नेपाली भाषा लगायत नेपाल भाषा र तामाङ भाषालाई पनि सरकारी भाषाको रूपमा प्रयोग गर्न पाउने अधिकार दिइसकेको छ र कार्यान्वयनमा आएको देखिँदैन। यहाँको ऐतिहासिक मठ मन्दिरहरूमा कीर्तिपुर नगरपालिकाको वडा नम्बर 2 मा रहेको उमामहेश्वर र इन्द्राणी मन्दिर, वडा नम्बर 1 मा रहेको बागवर, वडा नम्बर 10 मा रहेको चिलन्चो, वडा नम्बर 6 मा रहेको आदिनाथ मन्दिर, जलविनायक, वडा नम्बर 7 मा रहेको विष्णुदेवी मन्दिर, वडा नम्बर 8 मा पाङ्गा लाछिम रहेको विष्णुदेवी मन्दिर, बालकुमारी मन्दिर, नासद्य स्तूपा, वडा नम्बर 5 मा पाङ्गा दुखेल टोलमा रहेको बालकुमारी मन्दिर, वडा नम्बर 4 मा रहेको बाबुर मन्दिर, वडा नम्बर 9 मा नगमा रहेको बालकुमारी मन्दिरलाई पनि लिन सकिन्छ। साथै टोलमा रहेको चैत्यहरू पनि धेरै छन् भने नयाँ बजार स्थित थाई बिहार, बागमती केनार चोभारमा रहेको कीर्ति सुलोचन बिहार आदि यहाँका ऐतिहासिक सम्पदाहरूको रूपमा लिन सकिन्छ। यहाँको परम्परागत रूपमा रहेको पानीको स्रोतको रूपमा वडा नम्बर 1 मा रहेको देवपोखु, वडा नम्बर 3 मा रहेको खासी बजारमा रहेका पोखरीहरू, कीर्तिपुरमा हालै निर्माण गरिएका विभिन्न पोखरीहरू, पाङ्गाको दहन पोखरी, खा पोखरी, तल पोखरी, तौड, दुध पोखरी लगायत यहाँका बस्तीभित्र रहेका इनारहरू, कुवाहरू, पँड्यारहरूलाई लिन सकिन्छ। यहाँको मुख्य सडकका रूपमा पल्खु दक्षिणकाली सडक, कीर्तिपुर त्रिभुवन विश्वविद्यालय भित्रका सडकहरू, नयाँ बजार चक्रपथ, नागाउँ चम्पादेवी सडक, चोभार गेट पाङ्गाको मुख्य सडक, भाजुङगल दहन, जन्सिया यौचो तौड सडक, रारहेल तौड सडक, सल्यानथन सडक, चार ढारा 4 घरे पाण्डेछाप अजय मार्ग आदिलाई पनि लिन सकिन्छ भने बस्तीभित्रको परम्परागत रूपमा र गोरेटा र नयाँ निर्माणधीन सडकहरू पनि रहेका छन्। यहाँका मुख्य पेसाको रूपमा कृषि रहेको भए पनि आजभोलि अन्य पेसामा पनि संलग्न भएको पाउँछौँ। खास गरिकन सिकमी, डकर्मी, सूचीकार, फलामको काम गर्ने, विद्युत चढान, प्लम्बिङ, रङरोगन, व्यापार व्यवसाय, सानातिना उद्योग, हस्तकला, मूर्तिकला, चित्रकला, पत्रकारिता, शिक्षण पेसा, स्वास्थ्यकर्मी, खेलाडी, गैर सरकारी, सरकारी सेवा, सहकारी तथा विभिन्न वित्तीय सेवाका साथै विदेशमा गई आय आर्जन गर्नेहरूको पनि सङ्ख्या बाहुल्य रहेको छ।